मनकामनादेखि गोर्खासम्मको हाम्रो यात्रा आउनु सँगै दर्शन गरौँ है त। सो हाई एभ्रिवान, वेलकम टु माई भ्लग। हामी चाहिँ सबैजनाले घरबाट एक एक थोक बनाएर लाने भनेर चाहिँ भाग लगाएको थियो। त्यसैले यहाँ तताले चाहिँ सेलरोटी पोल्नु भयो। अनि हाम्रो भागमा चाहिँ अचार र पनिर थियो। अनि यहाँ मैले लोकल काँक्रो लिएर आएँ कि मम्मीले नाप्दै हुनुहुन्छ कति लामो भन्थ्यो। अनि बहिनीले चाहिँ अघिल्लो दिनै यसो पनिरहरू तारेर राखेको थियो। अनि त्यसपछि छिटो छिटो पनिर बनायो, अचार बनाएर हामी रेडी भयो। आमा छोरी तिन आमा छोरी हामी मेकअप पनि थाल्यो। अनि रेडी भएर त्यसपछि बच्चाहरू सुत्दै थियो क्या। अनि बाबुहरू सुत्दै थियो, उठ्दै र उठेर हिँडान। अनि त्यसपछि छिटो छिटो उठाएर उनीहरूलाई पनि रेडी गरेर राख्यो। अनि त्यसपछि यस्तो खाजा त खुवाउनु पऱ्यो बच्चाहरूलाई, यस्तो खाजा खुवाएर अनि हामी निस्क्यौँ। हामी चाहिँ ठ्याक्कै 5 वर्षको जान लागेको थियो क्या। अनि म, मम्मी, बहिनी, मेरो साथीहरू, काकीहरू सबैजना मिलेर चाहिँ हामी मन्दिरतर्फ निस्क्यौँ। हामी सबै बच्चाहरू ठुलो भन्दा नि बच्चा धेरै थियो क्या। आमामा कति धेरै बच्चा हो क्या, सबैजना आत्तिनुहुन्छ र तपाईँहरू पनि। अनि त्यसपछि हामीले जसरी गाडी रिजर्भ गरेर हामी गोर्खा कालिका मन्दिरको यात्रामा हामी निस्क्यौँ। जय गोर्खा कालिका माई भन्दै हामी निस्क्यौँ। मेरो साथीलाई बाई गर्दैछु क्या। अनि त्यसपछि हामी लाग्यौँ है। यो चाहिँ हो ढाडबारी, यहाँ चाहिँ सुन्तलाको प्रतीक छ। अनि हामी चाहिँ यहाँ रमाइलो गर्दै गीत गाउँदै हल्ला खल्ला गर्दै अनि हामी चाहिँ लाग्यो कि त्यहाँनिर कच्ची बाटो हुँदै अनि पिच रोड पनि छ आधापट्ट चाहिँ। अनि त्यसपछि हामी गयो है। बिच बिच ठाउँमा चाहिँ पहिरोहरू गइरहेको थियो। अब चाहिँ पिच रोड आयो। अनि त्यसपछि सरर हामी लाग्यो है। अब यता यो चाहिँ ढाप। अनि यता ढाप भन्नाले चाहिँ यो चाहिँ आबु खैरेनीनिर है। अनि आइपुग्यो। अनि ढाप यहाँ छ पुल। अनि हामी चाहिँ त्यसपछि एकछिन त्यहाँनिर यसो ब्रेक, एकछिन टोइलेट ब्रेकको लागि हामी रोकेको थियौँ। अनि एकछिन रोकेर अनि हामी अब लाग्छौँ है त। अनि यता चाहिँ 3जना फ्यामिली चाहिँ बाइकमा जानुभयो कि। अनि हामी चाहिँ यो पुल हुँदै अनि लाग्यो गोर्खातर्फ। अनि बिच बिच ठाउँमा चाहिँ हामी बाटोमा चाहिँ रमाइलो गर्दै लगेर नाच्दै त ट्विन्स बाबाहरू चाहिँ मस्त हेर्दैछ क्या पछाडिबाट। सबैको भागमा एक एकवटा बच्चा छ। अनि त्यहाँ चाहिँ त्यो पेट्रोल पम्पमा चाहिँ पहिरो गएको मैले देखाएँ नि। अब हामी आइपुग्यो लक्ष्मी बजार आइपुगेर नि सरासर हामी आइपुग्यो गोर्खा। यहाँ चाहिँ तताको दिदीको घरमा चाहिँ होइन यसो सामानहरू लिग्यो। अनि सामानहरू लिगेर अनि बाबुहरू चाहिँ बाइकमा जाने भनेर बाबु र उसको साथी चाहिँ गयो बाइकमै। अनि हामी चाहिँ ल अब यहाँबाट चाहिँ लाग्यो, बाबुहरू चाहिँ गयो बाइकमा। अनि यहाँ चाहिँ छ पृथ्वीनारायण शाहको शालिग। अनि त्यसपछि आइपुग्यो गोर्खा कालिका मन्दिर जाने बाटो होइन। अब हामी सबैजना यसो सामानहरू झार्यौँ। अनि यसो पूजा सरदमहरू मात्रै बोकेर चाहिँ हामी चाहिँ लाग्यौँ है। सिडी हुँदै माथिसम्मको यात्रामा हामी निस्क्यौँ। अनि सबैजना कोही बच्चा समाउने, कोही होइन सामान, कोही ब्याग, कोही के समाउने गर्दै हामी चाहिँ बिस्तारै हिँड्दै थकाइ मार्दै जाँदैछौँ। यहाँ बाबुहरू चाहिँ हामीभन्दा छिटो हिँड्दैछ क्या। उनीहरू चाहिँ अगाडि जाँदैछ। अनि यहाँ चाहिँ कति धेरै बाँदरहरू थियो क्या। हो केही सामानहरू देखाउनु पनि नपाउने क्या, पुरै झम्टिन आउने। अनि बाँदरहरू चाहिँ केरा खाइरहेछ क्या मस्तसँग। अनि अब यो गेटबाट चाहिँ हामी भित्र छिर्छौँ। त्यहाँबाट हामी मन्दिर आइपुग्यो। पहिला चाहिँ गोर्खा कालिका मातालाई चाहिँ हामी पूजा सरदमहरू तयार गऱ्यो। अनि त्योभन्दा अगाडि चाहिँ रोडको लागि सामानहरू लग्दै रोडको लागि पिठोहरू अनि फुल प्रसादहरू पुर्याएर चाहिँ हामी चाहिँ यहाँ कालिका माताको लागि चाहिँ पूजा सरदमहरू तयार पारेर अनि हामी दर्शन गर्न गयो है। अनि पहिला सुरुमा चाहिँ कालिका माताको मन्दिर दर्शन गऱ्यो। हामी चाहिँ भित्रै गएर चाहिँ माताको दर्शन गर्न पाएको थियो क्या। म त कस्तो इमोसनल पनि भएको थियो क्या त्यहाँ भित्रै गएर ढोक्दाखेरि। खै के भयो मलाई। अनि एकदम पूजाआजा गऱ्यो होइन। बच्चाहरू चाहिँ एकदम धेरै बोकाएको थियो। सबैभन्दा बिचको चाहिँ बच्चाकै हुन्छ कि कतै जाँदाखेरि बिचरा बोकाएर अब त्यहाँनिर मन्दिरमा केही लगेको पनि थिएन। बच्चाहरू आत्तिएर गर्मी भएर त्यस्तै। अनि हामी चाहिँ कालिकाको दर्शन गरिसकेपछि यहाँ गोरखनाथ बाबाको चाहिँ हामी दर्शन गऱ्यौँ, पूजाआजा गऱ्यौँ, धुपबत्ती गऱ्यौँ। अनि त्यसपछि यहाँ रोटहरू बनाउन सुरु गर्दै थियो कि। अनि अहिले यसो मैले भिडियो गरेँ। अनि त्यसपछि हामी फर्क्यौँ। अनि रोट लिन चाहिँ एकैचोटि 4 बजे बोलाउनु भएको थियो कि। अनि त्यही भएर हामी फर्क्यौँ खाजा खान। अनि आज स्वर्ग जाने बाटो भन्दै हेर्दैछ क्या। मेरो साथी स्वर्ग पुग्यो भन्दै मक्ख छ ल जाऊ तिमी स्वर्ग, हामी चाहिँ यतातिर बसौँला। अनि यता चाहिँ हनुमानजीको दर्शन गऱ्यो। अनि बाबाजीले टिकाहरू लगाइदिनु भयो है। टिका लगाइसकेर अनि हामी फर्क्यौँ। अनि हामीले सबै घरबाटै बनाएर लगेको थियौँ नि त। अनि त्यही भएर हामीले चाहिँ यसो बस्ने ठाउँ पनि कतै पाएन क्या। अनि यसो होटलतिरै जाऊँ भनेर चाहिँ हामी जाँदैछौँ। अरू भन्दा पनि बच्चाहरूको लागि चाहिँ एकदम आतुर गरेर चाहिँ हामी जाँदैछौँ है। अनि त्यसपछि यहाँबाट चाहिँ अलि नजिकै हो क्या, 2-3 मिनटमा चाहिँ अब त्यो होटल पुगिन्छ। अनि त्यहाँनिर यहाँ बाबुहरू चाहिँ बाइकमा गयो। अनि हामीहरू चाहिँ रमाइलो गर्दै होइन हाँस्दै रमाइलो गर्दै हामी चाहिँ हिँड्दै आउँदैछौँ। यता ठुलो मामु छोरा चाहिँ दाइसँग बाइकमा गयो क्या। अनि त्यहाँनिर होटल लगाएर चाहिँ कस्तो राम्रो हाँसहरू खेलिरहेको थियो क्या। अनि हामी छिटो गरेर
होटलको छतमा गयो अनि हामीले सबैले बनाएर लगेको कुराहरू चाहिँ हामी अनि पस्किन थाल्यो है। कोहीले चाहिँ चना, कोहीले आलु, कोहीले सेलरोटी, अचार, पनिर अनि दालमोट चिउराहरू यताउता गरेर होइन। अनि मेरो साथीले चाहिँ पनिर र हलुवा पनि बनाउनु भ्याए चाहिँ कति जाँगर लागेको मेरो साथीलाई, यो अन्त साथीलाई। अनि उसले त्यस्तो बनाएर लगेरै छ। अनि बच्चाहरू सबैजना भोकाएको थियो होइन। हतार हतार गरेर सबैजना खान थाले। त दाइ हुनुहुन्छ होइन। अनि हामी पनि खान सुरु गऱ्यो। एकदमै मिठो भएको थियो कि। अनि त्यो दिन चाहिँ एकादशी थियो नि त। अनि त्यही भएर चाहिँ हामीले चाहिँ लसुन प्याज बिनाको चाहिँ सात्विक खाना बनाएर लगेका थियौँ। अनि सबैजना चाहिँ एडजस्ट गर्दै खाँदैछु होइन। खाइभएर चाहिँ सबैलाई थकाइ लाएर एकदम थकित शरीरमा सबैजना पल्टेर दाइ सुतिरहनु भएको छ। यता बाबु हिँड्दैछ, तता फेरि लगेर डङ्गै पल्टेछ। त्यसपछि एकछिन ल कहाँ सुतेर हुन्छ, नाच्नु त पऱ्यो भनेर छिटो ल हामी नाच्नु थाल्यौँ है। ननाचे त कहाँ हुन्छ र। अनि हामी नाच्दा नाच्दा यति थकाइ लाग्यो कि हामी नाचेको गरेर फन घुमे गऱ्यो है। अनि त्यसपछि ल अब जाम अब रोट लिन भनेर अनि 3 बजिसकेको थियो क्या। अनि छिटो जाँदा यति धेरै लाइन रहेछ, तर लाइन बस्नु परेन। मेरो अन्त साथीले चाहिँ ट्रिक लगाएर छिटो हामी लाइनै नबसिकन हामी रोट लियौँ। तर कसरी लियो होला तपाईँहरू सोच्दै गर्नु है त। अनि यता हामी टिक्का बनाउनु थालेको हाँस्दा हैरान 3टा पागलनेहरू। अनि छिटो होटल आइपुग्यो। त्यसपछि यहाँनिर तताहरू बाइकमा जानुभयो अनि हामी चाहिँ गाडीमा चढेर अनि ल निस्क्यो ल है। गोर्खा कालिका माता र गोरखनाथ बाबालाई चाहिँ दर्शन गरेर हामी चाहिँ फर्क्यौँ। यता चाहिँ यहाँनिर चाहिँ यो सङ्ग्रहालय हो क्या। सङ्ग्रहालय छिर्न पनि भ्याएन क्या, ढिला भयो भनेर। अनि ल सङ्ग्रहालयलाई बाई बाई पछि हामीलाई भनेर हामी फर्क्यौँ। यो चाहिँ हो गोर्खा बजार। अनि त्यसपछि बाटोमा त सबै बच्चाहरू त आमा बच्चा सबैजना थकित क्या। सबैजना निदाएको थियो। ल हेर्नु ननिदाएको भनेको त पछाडि बस्ने मेरो मम्मी माम्जूहरू मात्रै थियो क्या। अनि एउटा ट्विन्स बाबु पनि सुतेको थिएन। अनि अरू त सबै बेहोस जस्तै भएर लड्याक्लोरुक भएको थियो है। त मेरो छोरा पनि सुत्दैछ। अनि त्यसपछि आइपुग्यो आबु खैरिनी बजार। यो चाहिँ हो खैरिनीको पुल। अनि यहाँ बजारमा सानोतिनो काम थियो क्या, सबैजनाको अलिअलि काम थियो। अनि त्यही भएर यसो ल बजार छिरौँ भनेर हामी बजार गयो। अनि बच्चाहरूलाई उठाएर अनि बच्चाहरूलाई गाडीमा राख्यो। अनि हामी 3जना 4जना चाहिँ हामी निस्क्यौँ है। खैरिनी प्लान्ट्स एन्ड डेकोरमा हामीलाई चाहिँ यहाँनिर एउटा अम्बा लिनु थियो क्या, कस्तो मिठो हाइब्रिड अम्बा। अनि त्यो अम्बा लिनलाई हामी गयो यहाँ बहिनीकोमा। मैले चाहिँ यहाँबाट धेरै प्लान्ट्सहरू फुल गमलाहरू लगिसकेको छु क्या। अनि म सधैँ यहीँ आउँछु होइन। यो अम्बा पनि लिएर आएँ, हेरौँ कस्तो हुन्छ है त। म पछि देखाउनेछु। त्यसपछि एकछिन हामी मिनी मार्टमा छिर्यौँ। अनि यहाँ अलिअलि सामान लिएर हामी फर्क्यो। बाटोमा चाहिँ मैले केही भिडियो गर्न क्या, घर आएपछि भिडियो गर्ने बिर्सेँ। हाम्रो यात्रा चाहिँ एकदमै रमाइलो भयो। बाई एभ्रिवान।